नमस्कार। कुनै पनि देशको राजधानी छान्ने कुरा यो कुनै सामान्य निर्णय होइन है। यो त सिङ्गो देशको भविष्यको जग बसाल्ने एउटा ठूलो रणनीतिक कदम हो। आज हामी यस्तै एउटा 250 वर्ष पुरानो निर्णयको गहिराइमा पुग्नेछौँ। पृथ्वीनारायण शाहले विजयपछि काठमाडौँलाई नै किन आफ्नो राजधानी रोजे? आखिर यो निर्णयले आधुनिक नेपालको रूपरेखा कसरी कोर्यो त? ल, आउनुहोस् यसको रहस्य खोलौँ। यही प्रश्न त हो आजको हाम्रो छलफलको केन्द्रबिन्दु। सोच्नुस् त, एउटा विजेताले आफ्नो जन्मभूमि, आफ्नो शक्तिको मुख्य स्रोत गोर्खालाई छाडेर भर्खरै जितेको ठाउँलाई आफ्नो विशाल साम्राज्यको मुटु किन बनायो? के यो केवल एउटा सामान्य रणनीतिको कुरा थियो, वा यसभित्र कुनै गहिरो राज लुकेको थियो? एकातिर थियो गोर्खा, शाहवंशको गौरव, उनीहरूको पहिचान, अनि अर्कोतिर थियो काठमाडौँ, एउटा विशाल र समृद्ध पुरस्कार जस्तो। अब एउटालाई छाडेर अर्कोलाई अँगाल्नु कुनै सानोतिनो रोजाइ थिएन। यो त त्यो निर्णय थियो जसले आउने कैयौँ शताब्दीका लागि नेपालको भाग्य लेख्नेवाला थियो। ल, यो ऐतिहासिक गाँठो फुटाउनको लागि हामीले राज्य सञ्चालनको त्यो पुरानो सिद्धान्तलाई बुझ्नुपर्छ, जुन सिद्धान्तलाई शासकहरूले राजधानी छनौट गर्दा सधैँ ध्यानमा राख्थे। हामी ती 4 आधारभूत स्तम्भहरूको बारेमा चर्चा गर्नेछौँ, जसले कुनै पनि शहरलाई शक्तिको केन्द्र बनाउँछ। तर एकछिन है, राजधानी भन्ने शब्द नै कहाँबाट आयो होला? यसको अर्थ के हो त? वास्तवमा यो ल्याटिन शब्द क्यापुटबाट आएको हो, जसको अर्थ हुन्छ शिर वा टाउको। जसरी हाम्रो शरीरको लागि टाउको मुख्य हुन्छ, त्यसैगरी कुनै पनि देशको लागि राजधानी भनेको त्यसको प्रशासनिक र राजनीतिक केन्द्र हो, जहाँबाट सिङ्गो राज्यको सञ्चालन हुन्छ। हो, ती 4 स्तम्भहरू हुन्: ऐतिहासिक गहिराई, आर्थिक शक्ति, रणनीतिक अवस्थिति र राजनीतिक केन्द्रीयता। अब यिनै 4वटा मापदण्डको कसीमा राखेर हेरौँ न, काठमाडौँ कसरी सबैभन्दा उत्कृष्ट विकल्प साबित भयो। ल, अब लागौँ काठमाडौँको विश्लेषणतर्फ। हामी ती 4 स्तम्भहरूलाई पृथ्वीनारायण शाहको त्यो चतुर्याइपूर्ण निर्णयमा लागू गरेर हेर्नेछौँ, अनि बुझ्नेछौँ कि काठमाडौँ हरेक हिसाबले किन एउटा मास्टर स्ट्रोक थियो। हाम्रो पहिलो स्तम्भ हो ऐतिहासिक गहिराई। हेर्नुहोस्, राजधानी भनेको केवल एउटा प्रशासनिक केन्द्र मात्रै त होइन नि, यो त राष्ट्रको कछा, पहिचान र वैधताको प्रतीक पनि हो। त्यसैले कुनै पनि ठाउँलाई राजधानी बनाउन त्यसको ऐतिहासिक महत्त्व कति छ भन्ने कुराले ठूलो अर्थ राख्छ। कुरो के हो भने, काठमाडौँ उपत्यका हिजो भर्खर बनेको ठाउँ त थिएन। यसको इतिहास हेर्ने हो भने गोपार वंशदेखि किरात, लिच्छवी र मल्लकालसम्म यहाँ लगातार शक्तिशाली राजवंशहरूले शासन गरेका थिए। यो लामो विरासतले उपत्यकालाई एकीकरण हुनुभन्दा धेरै पहिलेदेखि नै एउटा स्थापित शक्ति केन्द्रको रूपमा चिनाइसकेको थियो। वास्तवमा काठमाडौँको इतिहास 2000 वर्षभन्दा पनि पुरानो मानिन्छ। मञ्जुश्रीले तलाउ सुकाएर बस्ती बसाएको त्यो पौराणिक कथादेखि लिएर विभिन्न शक्तिशाली राजवंशहरूको केन्द्र बन्दासम्म यो उपत्यका त संस्कृति, कला र परम्पराको एउटा खानी नै थियो। यही ऐतिहासिक वैधताले यसलाई राजधानीको लागि 1 नम्बरको दावेदार बनायो। अब कुरा गरौँ दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण स्तम्भको। त्यो हो आर्थिक शक्ति। किनभने गौरवशाली इतिहासले मात्रै त राज्य चल्दैन, यसलाई चलाउन चाहिन्छ पैसा, स्रोत र साधन। र त्यो समयमा काठमाडौँ उपत्यका सिङ्गो क्षेत्रको आर्थिक इन्जिन थियो। सोच्नुस् त, काठमाडौँ त उहिलेदेखि नै भारत र तिब्बत बीचको व्यापार गर्ने मुख्य बाटो थियो। यहाँको माटो यति मलिलो थियो कि प्रशस्त अन्न र नगदे बाली फल्थ्यो। बागमती र विष्णुमती जस्ता नदीहरूले सिँचाइको लागि कहिल्यै पानीको कमी हुन दिएनन्। अनि यहाँका कुशल नेवार व्यापारीहरूले त व्यापारलाई 7 समुद्र पारी पुर्याएका थिए। त्यसैले आर्थिक रूपमा यो उपत्यका एकदमै बलियो र आत्मनिर्भर थियो। अब पालो आयो तेस्रो स्तम्भको, र यो एकदमै महत्त्वपूर्ण छ। त्यो हो रणनीतिक अवस्थिति। भर्खरै जन्मिएको राज्य जहिले पनि खतराले घेरिएको हुन्छ। यस्तो बेलामा राजधानीको भौगोलिक र सैन्य सुरक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हुन आउँछ। र यही कुराले त काठमाडौँलाई अरूभन्दा बिल्कुलै फरक बनाउँछ। उपत्यका चारैतिरबाट अग्ला पहाडहरूले घेरिएको छ। यसले गर्दा यो ठाउँ एउटा प्राकृतिक किल्ला जस्तै थियो, जहाँ बाहिरी आक्रमणबाट बच्न निकै सजिलो थियो। भर्खरै बनेको नयाँ राज्यको लागि यस्तो सुरक्षा त वरदान जस्तै थियो।
अनि अर्को कुरा, काठमाडौँ ठ्याक्कै विशाल नेपालको केन्द्रमा पर्थ्यो, देशको मुटुमा। यसको मतलब पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्रका मानिसहरूको लागि राजधानी आउन जान सजिलो हुन्थ्यो। यो केवल प्रशासनिक हिसाबले मात्र होइन, एकीकरण अभियानलाई अगाडि बढाउन र सिङ्गो राज्यलाई नियन्त्रणमा राख्न पनि सबैभन्दा उत्तम रणनीतिक केन्द्र थियो। र अब हाम्रो अन्तिम स्तम्भ, राजनीतिक केन्द्रीयता। अब यो भनेको के हो त? इतिहास, अर्थ, सुरक्षा सबै ठिक छ, तर के मानिसहरूले त्यो ठाउँलाई शासकको केन्द्रको रूपमा स्वीकार गर्छन्? मतलब त्यो ठाउँ पहिलेदेखि नै शक्तिको केन्द्रको रूपमा कत्तिको स्थापित छ भन्ने कुरा नै राजनीतिक केन्द्रीयता हो। पृथ्वीनारायण शाहको लागि सबैभन्दा सजिलो के भयो भने काठमाडौँ पहिलेदेखि नै मल्ल राजाहरूको प्रशासनिक हब थियो। यहाँ भव्य दरबार, सरकारी कार्यालय र राजधानीको लागि चाहिने सबै पूर्वाधार पहिल्यै तयार थिए। उनले शून्यबाट केही बनाउनै परेन, केवल एउटा चलिरहेको प्रणालीलाई आफ्नो हातमा लिए पुग्यो। त्यसैले त काठमाडौँमाथि विजय गर्नु भनेको केवल एउटा सहर जित्नु थिएन, सिङ्गो क्षेत्रको सर्वोच्च शक्ति नै हासिल गर्नु थियो। भनेपछि यी चारैवटा पाटाबाट हेर्दा के देखिन्छ भने पृथ्वीनारायण शाहको निर्णय साँच्चै नै एउटा रणनीतिक मास्टर स्ट्रोक थियो। एउटा यस्तो निर्णय जसले समयको कठिन परीक्षालाई पार गरेको छ र जसको विरासत आज पनि हामी देख्न सक्छौं। 250 वर्षभन्दा पनि बढी। सोच्नुस् त, यो सानो समय होइन। काठमाडौँले यति लामो समयदेखि नेपालको राजधानीको रूपमा आफ्नो स्थान कायम राख्नुले नै त्यो पुरानो निर्णय कति दूरदर्शी थियो भन्ने कुरा प्रमाणित गर्छ। अनि आजको दिनमा हेर्ने हो भने पनि त काठमाडौँ देशको आर्थिक केन्द्र हो, विश्व पर्यटनको मुख्य ढोका हो, सबै अन्तर्राष्ट्रिय दूतावासहरूको घर हो अनि सिङ्गो राष्ट्रको सांस्कृतिक मुटु हो। जुन शक्तिहरूले यसलाई 250 वर्ष अगाडि राजधानी बनाएका थिए, तिनै शक्तिहरूले आज पनि यसलाई उत्तिकै सान्दर्भिक बनाएका छन्। तर यो सबै कुराले मनमा एउटा गहिरो प्रश्न उब्जाउँछ। आज यो नयाँ युगको सुरुवातसँगै के साँच्चै नेपालमा काठमाडौँ जत्तिकै ऐतिहासिक, सांस्कृतिक र प्रशासनिक तौल बोक्न सक्ने अर्को कुनै सहर छ त? सायद यही प्रश्नले नै हामीलाई त्यो 250 वर्ष पुरानो निर्णयको दुर्घर्षिता र त्यसको गहिरो प्रभावलाई साँच्चै बुझ्न मद्दत गर्छ।